वरिपरि गरिब राखेर आफ्नो घर सम्पद ठुलो बनाउने हो। वरिपरि गरिबहरू राखेर झुपडी बनाएर बीचको त्यो महल सुरक्षित बन्न सक्छ? सक्दैन। अहिलेको चिन्तन, अहिलेको सोच, अहिलेको व्यक्तिहरूबाट मुलुक अगाडि बढ्न सक्दैन। बन्ने भए 32 वर्षसम्म केही बढिसक्थ्यो। यो कुरालाई हामीले चिन्तन गरौँ। अब हामीले धनी बन्ने नाममा हामीले कटेजहरू भत्कायौँ। हामीले धनी बन्ने नाममा हामीले उत्पादन गर्ने फापर, हामीले उत्पादन गर्ने मकै, हामीले उत्पादन गर्ने कोरोलाई यो हलो जोत्तीले खाने हो अपमान गरेर, यो गरिबले खाने हो भनेर हामीले विदेशबाट कुहेका भात चामलहरू भित्रायौँ र हामीले जो कुरा थियो त्यसको हामी विस्थापित गर्यौँ। आज त्यो कुहेको भनेको गरिबले खाने भनेको कोदो, गरिबले खाने भनेको मकै। ठुला ठुला डिपार्टमेन्टहरूमा जाँदा धानका चावलका रासहरू हुँदो रहेछन्। हाम्रो कोदो, हाम्रो मकै त प्लास्टिकको प्याकेजमा किलो किलो गरेर बस्दो रहेछ। त्यो चामलभन्दा महँगो रहेछ नि।